आजबाट चाहिँ ब्लग स्टार्ट गर्छु भनेको आज डेली लाइफ आफ्नो अपडेट गर्छु। आज बेलुका चाहिँ राति मिडनाइटमा चाहिँ पोर्चुगलको म्याच छ नि त। पोर्चुगलको एउटा ड्रेस बनाएर भरे हेर्न जानको लागि चाहिँ एउटा आउटफिट बनाउँछु भन्ने सोचेछु। यो पनि मेरो ब्लगको स्टार्ट हुन्छ। 2:40 भइरहेको छ। ब्राजिल र नर्वेको म्याच भइरहेको छ। म चाहिँ दोकानमै काम गर्दै म्याच हेरिरहेको छु। मैले चाहिँ यो वाला ड्रेस एज अ इन्सपिरेसन हेरेको छु। अब यस्तै खालकै मिल्दोजुल्दो सेम नै नभए पनि लेट्स सी अब कस्तो हुन्छ। लास्टसम्म हेर्नु होला है। ओके, अहिले बिहानको 6 बजेको छ। अहिले बल्ल मेरो काम भ्याएर आज रातभरि नसुतिकन बसेँ म। त्यो सामान पुर्याउन जानु छ अनि सामान पुर्याएर आएपछि चाहिँ घर जान्छु, एकछिन रेस्ट गर्छु अनि भरे कति बजे आउँछु त्यो पनि अपडेट गर्दै गरौँला। अहिले त अहिले टायर्ड भइरहेको क्या, त्यही भएर एनर्जी पनि आएको छैन यस्तै। कतिखेर ड्रेस बनाउने चाहिँ अब बल्ल अहिले फ्रेस भएपछि बल्ल प्याटर्न काटेर कपडा पनि फिक्स भएको छैन। यहाँ मसँग त्यो कलरको कपडा छ कि छैन त्यो हेर्नुपर्ने छ। त्यही भएर चाहिँ अब हेरौँ के हुन्छ, म अपडेट गर्दै गर्छु। यो ड्रेस बनाउनुभन्दा पहिला यो एउटा ब्लाउज बनाउन छ, ह्यान्डवर्क ब्लाउज। त्यही भएर पहिला यसको कटिङ गर्छु, त्यसपछि बल्ल मेरो त्यो आजको डिजाइन चाहिँ म गर्न स्टार्ट गर्छु। प्याटर्न बनाउँदैछु अब ब्लगको लागि भिडियो बनाएँ। यसमा चाहिँ मैले पहिला प्याटर्न बनाउँदैछु न्युजपेपरमा कट गरिसकेपछि चाहिँ सिम एलोवेन्स दिएर फ्याब्रिकमा कट गर्दैछु। ब्लग हेर्दै यो काम गरिरहेको छु। 7:43 भइसकेको छ टाइम चाहिँ। अब त्यो प्याटर्न पिस अघि काटेको पिसहरूलाई चाहिँ स्टिचिङ गरेँ, जोडेँ। गाइज यो फोटोमा देख्न सक्नुहुन्छ माथि लगाएको टप्स चाहिँ मैले पोर्चुगलको फ्ल्याग रेड र ग्रिनसँग कम्बिनेसन गरेर यो टप्स बनाएको हो। मैले राम्रोसँग भिडियो र फोटोहरू त खिच्न पाइनँ, त्यही भएर यो फोटो तपाईँहरूलाई देखाउनको लागि चाहिँ यो फोटो राखिदिएको। अब नेक्स्ट ब्लगहरूमा चाहिँ म राम्रोसँग मैले बनाएको ड्रेसहरू चाहिँ तपाईँहरूलाई राम्रो क्लियरली नै देखाउने छु। हामी भावनालाई लिन जाँदैछौँ। अहिले कति बज्यो? 11:30 हुन लाग्यो। अहिले हामी भावनालाई लिन जाँदैछौँ। त्यसपछि हामी म्याच हेर्न जाँदैछ। हाई भावना, वेलकम टु माई ब्लग। Thank you very much. अब हामी कहाँ जाँदैछौँ हाम्रो? We are going to Lakeside किन? for watching football. Yes. अब उता गएपछि मात्रै हेरौँ ल। अब उता गएपछि फेरि भेटौँ ल। बाई बाई। अहिले चाहिँ हामी त्रिसराको अगाडि आउँदैछौँ। अब हामी जानु लागेको। For a moment then when Lamine switched that ball from left to right, it looked like something might happen, but again, fizzled out a little too. 20 minutes played in the second half. The champions of Europe still alive. कस्तो भइरहेको? It's Portugal now. मेरो हुँदा नि मेरो साथीले भनेको Just made special. स्पेनले जितेर होइन पोर्चुगलले पोर्चुगलले हालेर अहिले हामी अब going to home. पोर्चुगलले जित्छ भनेर ड्रेस बनाएको। ओइ ल बाई। अब हामी घर जाँदै कहाँ यहाँ बल्ल भर्खर निस्केर हामी पार्किङबाट निकाल्न लाग्यो भ्लग बनाइदिएको नि त। अरे उता ध्यान कस्तो अब त टाई हुन्छ, अब त एक्स्ट्रामा जान्छ होला भनेको त कस्तो गोल हानिदिइरहेको जग्गा।
एक्स्ट्रा आधा घन्टा 15 मिनट गोलकिपरले त समय लाइक सेभ त गरेको हो नि कतिचोटि त अब धेरैचोटि सेभ गरेको हो तर त्यतिखेर चाहिँ नि अलि अगाडि नै आयो अलि बढी नै अगाडि आएको गोल पोस्टमा हुन पर्थ्यो यति के भएर छ्या हार जित भइहाल्छ त फोटो कस्तो कडा कडा खिच्दै है तिमीले तिम्रो र मेरो वाला त हालेनौ त मेरो त्यहाँ फोटो राम्रै आएन ए मेरो र दिदीको पठाउन म क्रप गरेर मेरो मात्र हाल्छु त अनि नेक्स्ट डे चाहिँ मर्निङमा म दोकान आएँ अब निन्द्रा नपुगे पनि काम त स्टार्ट गर्नै पर्यो सो थ्याङ्क यू फर वाचिङ सी यू इन माई नेक्स्ट भ्लग गाइज बाई बाई